आज डीएवी कलेजमा आयोजन गरिएको धर्मदेशना कार्य र देशनाको शीर्षक बुद्ध शासनमा विपश्यनाको महत्त्वबारे हाम्रा YNBA अध्यक्षज्यूबाट देशनाको शीर्षक यो उहाँले प्रार्थना गर्नुभएको थियो र अहिले बुद्ध शासनमा विपश्यनाको महत्त्वबारे देशना गर्छु। उपकारी अग्रमहापण्डित मोगोक सेयारको उपनिषदलाई शिरोपर धारण गर्दै शासनमा प्रथम मार्गदर्शक गुरु सेयारो कुमाराको आशीर्वादलाई शिरोधार्य गरिकन धर्म देशना आरम्भ हुन गइरहेछ र डीएवी स्कुलमा देशना भएको यो प्रथमचोटि त होइन, पहिला पनि भइरहेको थियो र डीएवी कलेज विद्यार्थीहरूलाई शिक्षा दिने ठाउँको सँगसँगै लौकिक शिक्षा, लोकोत्तर शिक्षा पनि अहिले यो स्कुलले त्यो काम गरिरहेको देख्दा मलाई धेरै नै खुसी लागेको छ। जुन ठाउँमा लौकिक शिक्षा पनि दिइरहने ठाउँ, त्यही ठाउँमा लोकोत्तरको शिक्षाको ठाउँ पनि बनाउनु भएको छ र अघि अध्यक्षज्यूबाट भन्नुभयो सद्धर्म सवनु दुर्लभ हो भनेर। सत्य धर्म श्रवण गर्न पाउनु यो अति नै दुर्लभको कुरा हो। अलिकति भए पनि धर्म सुनेर थोरै मात्र मनन गरिएको छ भने पनि हाम्रो जीवनमा ठुलो पारमिता बनेर जान्छ। सत्य धर्म दुर्लभ पनि अति नै दुर्लभको कुरा छ। अनि बुद्ध शासनमा विपश्यनाको महत्त्व भन्नु कुरा, बुद्ध शासनले विशेष गरी विपश्यनालाई नै भनिएको हो। शासन नहुँदा पनि पाइन सक्ने दान, शील, समाधि भगवानको शासन नभएको बेलामा पनि यिनी तीनटा पाउन सकिन्छ। तर विपश्यना भन्ने शासन नभएको बेलामा शब्द सुन्न पनि पाइँदैन। विपश्यना धम्मे शासनस्मिन् एव होति। विपश्यना धम्मे, विपश्यना भन्ने धर्म भगवानको शासन भएको बेलामा मात्र हुन्छ, शासन नभएको बेलामा हुँदैन। त्यही भएर यो विपश्यना भन्ने बहुतै दुर्लभको कुरा छ। शासन नभएको बेलामा विपश्यना भन्ने शब्द पनि छैन, विपश्यनाको बारेमा सुनाउने बुझाउने पनि कोही हुँदैन। बोधिसत्वको पारमी एउटो कर्मसकृत ज्ञान वा कर्मसकृत ज्ञानको आधारबाट उहाँले पारमी पूर्ण गर्दै आउनुभएको र एक बोधिसत्वको बारेमा म संक्षिप्त भन्छु। एक समय पारमी कलिलोको अवस्थामा अहिले जो हामीले मान्दै गरेका गौतम बुद्ध भगवान उहाँको पारमिता कालमा
ब्राह्मण कुलमा जन्मिनु भएको थियो। उहाँको नाम अकृति भनेर नाम थियो। तर उहाँको खानदानीय सम्पत्ति धेरै थियो। खानदानीय सम्पत्ति धेरै भए तापनि त्यो सम्पत्तिबाट उहाँलाई सुख थिएन। सम्पत्ति छ, खान लाउन जहाँ जान्छु भन्यो भने सम्पूर्ण पुगेसरी आएको छ। घरमा नोकर चाकर परिपूर्ण छन्। लौकिकको हिसाबमा कमी भन्ने केही पनि छैन, तापनि उहाँलाई सन्तोष छैन। बाहिरको दृश्य हेर्दाखेरि एउटामा रिस गरिरहेका छन्, डाड गरिरहेका छन्, आरिस गरिरहेका छन् र सम्पत्ति नभएकालाई नभएको दुःख, भएकालाई भएको दुःख, भएका माथि भएकाले फेरि डाड ईर्ष्या गरिरहेका छन्। यस प्रकारको दृश्य बाहिर धेरै हुँदा उहाँको मन शान्ति थिएन। एक दिन भएको सम्पत्ति सम्पूर्ण उहाँले दान गरेर आफ्नो घर जग्गा जमिन सम्पूर्ण दान गरेर एक ऋषि वस्त्र लिएर जङ्गल निस्किनु भयो। जङ्गल निस्किँदा पनि उहाँ कस्तो ठाउँमा जानुभयो भन्दा जुन ठाउँमा राम्रा राम्रा रुख वृक्ष पनि छैन, काँडाघारी धेरै भएको ठाउँ, काँडाघारी धेरै भएको ठाउँ रोज्नुभयो उहाँले। किनकि राम्रा राम्रा रुख वृक्ष नभएको ठाउँमा मानिसहरू झट्टै आउँदैनन्। यदि राम्रा राम्रा रुख वृक्षहरू छन् भने कसैलाई रुख चाहियो, लकडी चाहियो भने मानिसहरू आउँछन्, हल्ला हुन्छ, समाधिमा बाधा हुन्छ भनेर राम्रा रुख वृक्ष नभएको ठाउँ, काँडाघारी भएको ठाउँमा बसेर ध्यान गर्नुहुन्छ। उहाँको ध्यानबाट इन्द्रको आसनले तात्ने गरी उहाँको पुण्यको प्रभाव तेजिलो भएर गएकोले गर्दा अनि इन्द्रले यो आसन किन तातो भन्दा अकृति ऋषि ध्यानमा छ। अनि इन्द्रले आएर सोध्नुहुन्छ अकृति ऋषिलाई, उहाँलाई शङ्का छ कि इन्द्र हुन पाऊँ भन्ने प्रार्थनाले ध्यान गर्नुभयो भने त उहाँको पुण्य मेरोभन्दा तेजिलो भएको छ, मैले ठाउँ छोडिदिनुपर्छ। ठाउँ छोड्ने इच्छा त छैन। यदि इन्द्र हुने इच्छाले उहाँले यसरी कठोर तपस्या गर्नुभएको हो भने भङ्ग गर्छु भन्ने हेतुले आउनुभयो। अनि आएर उहाँले सोध्नुहुन्छ, हे अकृति ऋषि, अहिले यसरी सम्पूर्ण सम्पत्ति तन्जमन्ज परिपूर्ण छँदा छँदै पनि यो जङ्गलमा आएर खानेकुरा पनि राम्रो छैन, पिउने पानीको लागि पनि नजिकमा छैन, यस्तो कठोर आचरण किन गर्नुभएको हो? मैले चाहिँ यसलाई छुट्याएको छु, इतिहासलाई लामो भनेको छैन। र त्यसरी सोध्दा उहाँले के भन्नुहुन्छ भने, दुःख पुनः भवसक शरीरस्य च भेदनम सम्मोह मरणम दुःखम तस्मा सम्मामि वासव। उहाँले इन्द्रलाई जवाब दिनुभएको, दुःख पुनः भवसक शरीरस्य च भेदनम,
सम्मोह मरणं दुःखं तस्मात् सम्मामि वासव। वासव हे इन्द्र दुःख अरे अहिले जन्मेर आउनु नै दुःख हो। शरीर छ, शरीरको दुःख छँदैछ। मन छ, मन हुनाले मनको दुःख पनि छ। जति दुःख हो यो शरीर मन हुनाले। त्यसो हुँदा जन्मेर आएको यो दुःखदेखि डर लागेर जस्तै तपाईँ हामीमा पिलन दुःख छ, सन्ताप दुःख छ, संखार दुःख छ, विपरिणाम दुःख। दुःख चार प्रकारका, पिलन दुःख, संताप दुःख, संखार दुःख, विपरिणाम दुःख भनेर चार प्रकारका दुःख। अघिको इतिहास भनेको चाहिँ विशेष अहिले यो दुःखलाई बताउनको लागि हो। हुन त इन्द्र पहिले ब्राह्मण भेषमा आएर भिक्षा माग्दै 2-3 चोटिसम्म भिक्षा माग्दै उहाँलाई भोके बनाउँदै 3 दिन भोके हुँदा पनि उहाँले भिक्षा दिन छोड्नु भएन। जो जम्मा मान्छे थियो उहाँको भागमा खाने बेलामा आइदिन्छन् त्यही दिनुहुन्थ्यो। मैले त्यसलाई चाहिँ कटाएर लगे लामो हुन्छ भनेर। अहिले उहाँले भन्नुभएको छ इन्द्रलाई, हे इन्द्र जन्मेर आएपछि शरीर छ, मन छ। अहिले शरीर हुनाले शरीरको दुःख छ, मन हुनाले मनको दुःख छ। शरीरको दुःख पिलन दुःख। पिलन भनेको कतिखेर पनि दुख्ने पोल्नेले सताइरहने। एउटै एरिया पथमा अलि धेरै बस्यो भने कता दुख्छ, कतातिर के हुन्छ। हर समय यो शरीरमा सताइरहेको छ। अहिले आफ्नो शरीरलाई यसो एकाग्रताले ध्यान दिएर हेर्ने भने कता दुख्ने, कता पोल्ने, कतै सिल्का हान्ने, झमझमाउने एउटो भइराखेकै हुन्छ। र कतिखेर पनि सताइरहने दुःख। न बसेर सुख, न उठेर, न हिँडेर, न सुतेर। यो शरीरले कतिखेर पनि सताइरहेको छ। सताइरहने दुःख शरीर हुनाले बेहोर्न परेको छ। जस्तै सन्ताप दुःख, मन हुनाले मनको दुःख पनि बेहोर्न परिरहेको छ। मन घरि लोभमा बगेको हुन्छ, घरि द्वेषको चिन्तनमा डुबेको हुन्छ, घरि मोह, घरि अज्ञानतामा डुबेको हुन्छ, घरि शोक चिन्ता भइरहेको हुन्छ। एउटा विषयले पीर पारिरहेको हुन्छ। मनले पनि कतिखेर पनि सताइरहेको छ। घरमा बसिरहँदा बाहिर जा भन्छ, बाहिर पुग्दा घर जा भन्छ, घरि उड्दै, घरि हिँड्दै, घरि नुहाइदै, शरीरलाई सफाई गर्दै, घरि लुगा धोइदै, नयाँ फेर्दै, अनेक प्रकारले यो मनले पनि सताइरहेछ। मनको इच्छा पूरा गर्न कहिले पनि सकिँदैन। मनको पनि सधैँ शोक सन्तापले झेलिरहेको छ। त्यसो हुँदा मन हुनाले सन्ताप र दुःख पनि हमेसा भइरहेको हुन्छ। संखार दुःख, संखार दुःख जस्तै यो शरीरलाई
गर्मी भयो भने चिसो ठाउँ खोजिदिनु पर्यो, चिसो भयो भने तातो ठाउँ खोजिदिनु पर्यो, भोक लाग्यो भने खाइदिनु पर्यो, बाहिर जा गइदिनु पर्यो। यो शरीरलाई पनि अनेक प्रकारको संस्कार गरिदिरहने दुःख, यो दुःख पनि बेहोर्न परिरहेको हुन्छ। उही परिणाम दुःख कहिले नित्य नभइकन अनित्यले हमेशा सताइरहने दुःख, यस प्रकारका दुःख छन्। दुःख पुनः भव सख शरीरस्य च वेदनम्। हे इन्द्र, शरीरस्य च वेदनम्, अन्तिम शरीरको अन्तिम मर्न पर्ने त्यो पनि दुःख। दिन प्रतिदिन जरा व्याधि यसले थिचिरहेको छ, सताइरहेको छ। जरा व्याधिले सताए भित्रबाट मर्नुपर्छ। बाँच्ने रहर पुरा भएको छैन, मर्ने दिन आइसकेको हुन्छ। जुन मर्न इच्छा नै छैन, इच्छा नभइकन मर्नुपर्छ। त्यसो हुँदा मर्नु पर्ने पनि दुःख। पुनः भव, फेरि जन्मिनु पर्ने पनि दुःख। फेरि जन्मिनु पर्ने, जन्मेर फेरि बुढो हुने, रोगी हुने, मर्नु पर्ने। जन्मियो, बुढो भयो, रोगी भयो, मर्यो। यो सम्पूर्ण दुःख मात्रै छ। अझ त्यहाँभन्दा दुःख त सम्मोह मरणं दुःखम तस्म सम्मामि वासव। वासव, हे इन्द्र, सम्मोह मरणं दुःखम। सम्मोह केही नजानिकन अज्ञानतामै जन्मेर आइयो, अज्ञानतामै बुढो भइयो, अन्तिम अज्ञानतामै मर्नुपर्छ भने त्यहाँभन्दा ठुलो दुःख अर्को छैन। मनुष्य भएर जन्मेर आइयो, कहाँबाट कुन भवबाट आइयो त्यो त जान्न सकिएन, प्रभाव भएन। तर मनुष्य लोकबाट फेरि कहाँ जाने हो, कहाँ पुगिन्छ भन्ने थाहा नभएको, भने आफू कहाँ जाँदैछु भन्ने तक पनि थाहा नभएको, सम्मोह अज्ञानताको वशमा परेर सही सत्य नजानिकन मर्नु पर्ने झन् दुःख वाले। त्यसकारण हे इन्द्र, यी दुःखबाट पार हुनको लागि, यी दुःखबाट मुक्त हुनको लागि मैले आचरण गरेको छु। त्यतिपछि इन्द्रलाई ढुक्क भयो। इन्द्र हुन पाऊँ भन्ने इच्छा होइन छ भन्ने थाहा भयो। र त्यहाँ इन्द्रले अझै सोधेका कुराहरू धेरै छन्। ती मध्येमा म एक दुईटा मात्रै भन्छु। उहाँले जब त्यसरी भनिसक्दा इन्द्रलाई बहुतै चित्त बुझ्यो। साँच्चै पनि जाति जरा व्याधि मरण दुःखै दुःख मात्रै छ। अहिले जन्मेर आइयो, यी बुढो भइसक्यो। साँच्चै राम्रो ज्ञान लगाएर हेर्ने भने सुख भन्ने छैन, सुख आनन्द भन्ने छैन। अब त झन् जति उमेर ढल्किँदै गयो उति रोग व्याधिले पनि आफूलाई थिच्दै लान्छ। सम्पूर्ण दुःखको सामना गर्दै अन्तिम मर्नुपर्छ। अनि यो दुःखबाट छुटकारा हुने उद्देश्य, यहाँको उद्देश्य बहुत राम्रो हो। इन्द्रलाई धेरै चित्त बुझ्यो। यी व्यक्ति धेरै विद्वान हुनुहुँदो रहेछ। विद्वान व्यक्तिलाई म केही त सहयोग गर्न पाए, अनि यहाँसँग अझै धर्मका कुरा सुन्न पाए, इन्द्रको मनमा भयो। यस प्रकारका ज्ञानका कुरा सुन्न दुर्लभ छ। अनि ज्ञानका कुरा सुन्नको लागि मलाई धर्म देशना गरिदिनुहोस् भनेर बस्न पनि इन्द्रलाई आफू देवताको राजा भएको हुँदा, त्यसरी
म हजुरको अनुयायी भएर आचरण गर्छु, मलाई उपदेश गर्नुहोस् भन्न पनि सकेन। तापनि इन्द्रले कसरी भन्छन् भने एतस्मिन् ते सुलपिते पतिरूपे सुभाषिते वरं काश्यपते दमीयं किंचित् मनसिच्छसि। एतस्मिन् ते सुलपिते पतिरूपे सुभाषिते। काश्यप यो ठाउँमा चाहिँ अकृति ऋषिलाई इन्द्रले काश्यप भनेर बोलाएका छन् र मेरो विचारमा काश्यप भन्ने उहाँको गोत्र हुनुपर्छ जस्तो मैले चाहिँ त्यो अनुमान लगाएँ। पुस्तकमा चाहिँ काश्यप भनेर आउँछ। काश्यप, हे काश्यप ऋषि, अहिले तपाईले यस प्रकारको तपाईको विचार, तपाईको आचरण, तपाईको बोली सुन्दा यो बोली पति रूप बोली हो अरे। पति रूप अति योग्य, अति उत्तम बोली हो। एतस्मिन् ते सुलपिते पति रूपे सुभाषिते। सुभाषिते राम्रो प्रकारले हजुरले बोल्नुभयो। हजुरको कुरा बहुतै उचित छ, बहुतै योग्यताको विचार रहेछ। वरं कश्यपके ते दमीयं किंचित् मनसिच्छसि। तपाईको मनमा जो इच्छा छ, इच्छा लागेको वर माग्नुहोस्, तपाईलाई मैले दिन्छु। इन्द्रले, इन्द्रको मनमा भयो यो काँडागारी जङ्गलमा उहाँलाई एक्लै यसरी आचरण गर्न दुःख छ, अनि खान पनि त्यही जङ्गलमा भएका रुखका जराहरू, पत्ताहरू, कुनै खाना हुने जस्ता लहराहरू, तिनी यत्तिकै पानीमा उसिनेर मात्रै उहाँले आफ्नो प्राण धान्नु भएको छ। नमर्नको लागि मात्रै खानु भएको छ। त्यहाँ खानलाई राम्रो आहार केही पनि छैन काँडा वनमा। अनि त्यो ठाउँमा अब उहाँलाई आवश्यक भएको हेर्ने भने सानो कुटी विहार, ध्यान गर्न योग्यताको विहार, अनि नजिकमा पानी, खानेकुराहरू पनि यहाँनिर प्रशस्तै भइदिनु भने यहाँको लागि धेरै सुविधा हुन्थ्यो इन्द्रको मनमा। त्यति त मैले गर्दिन सक्छु, मेरो शक्तिले सम्पूर्ण यहाँनिर फलका वृक्षहरू उत्पत्ति गराउन सक्छु भनेर इन्द्रले के वरदान इच्छा छ माग्नुहोस् म दिन्छु भन्दा उहाँले पनि खुसी हुँदै, हे देवेन्द्र, बहुतै खुसी लाग्यो तपाईले यसरी मलाई आग्रह गर्दाखेरि। वरञ्च मे अदोषक सब भूतानमेश्वर येन पुत्रे च दारे च धनादेन्योप्यानि च नान्यलब्धानि तपन्ति सोलोभो न मही वसे। उहाँले इन्द्रसँग प्रार्थना गर्नुभएको। वरञ्च मे अदोषक सब भूतानमेश्वर, सब भूतानी सम्पूर्ण देवताहरूका ईश्वर मालिक भइएका हे इन्द्र, श्रेयको उत्तम भइएको वरदान यदि मलाई दिनुहुन्छ भने येन पुत्रेण दारे च धनादेन्योप्यानि च, जुन मलाई पत्नी, छोराछोरी, नाति नातिना, धन सम्पत्ति, राम्रो घर, महल जस्तो घर, सम्पूर्ण तन्जमन्ज परिपूर्ण सम्पत्तिहरू, यिनी त मलाई जन्मै पछि कति मिलो मिलो। सम्पत्ति पनि मैले कति कमाई गरे। यो जन्म मात्रै हैन, मैले धेरै जन्म सम्पत्ति कमाई गरिसके। भने जस्ता पत्नीहरू पनि मलाई मिलिसक्यो, कति जन्म मिल्यो।
छोराछोरी नाति नातिना तन्जमन्ज सबै परिपूर्ण भयो। तर जति नै भए पनि यो मेरो मन कहिले तृप्ति भएन। जति नै भए पनि अब पूरा भयो, अब केही चाहिन्न भन्ने मन सन्तोष कहिले पनि हुन सकेन। त्यही भएर हे इन्द्र, यो मेरो मन किन सन्तोष हुन सकेन भन्दा यो मनमा लोभले जितेको हुनाले जति भयो अझै धेरै चाहिन्छ, अझै भयो अझै धेरै चाहिन्छ, कहिले पुरा भयो भन्ने हुँदैन। नान्य लब्धानि तपन्ति, अरे धन सम्पत्ति हीरा मोती मणि मलाई जति नै भए तापनि न तपन्ति, अरे कहिल्यै तृप्ति भन्ने भएन। सधैँ चाहिएको मात्रै छ, पुग्दैन कहिले। अनि जति पनि चाहिरहेको किले गर्दा हो भन्दा यो लोभले। अनि मलाई चाहिएकाले सधैँ सताइरहेको हुन्छ, चाहिएकाले दुःख दिइरहेको हुन्छ। चाहियो 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 भन्ने यो लोभ मेरो मनमा आइरहेछ। त्यसो हुँदा सो लोभो न मही बसे, अबदेखि मेरो मनमा लोभ कहिले पनि नआओस्। मलाई यदि वरदान दिनुहुन्छ भने ममा आउने लोभ जति सम्पूर्ण हटाइदिनुहोस् उहाँले माग्नुभयो। लोभलाई कसैले हटाइदिएर हुन्छ त भन्दा हुँदैन। इन्द्र स्वयंलाई आफ्नो इन्द्रको आसन अब यी ब्राह्मणलाई दिनुपर्ने हो कि भनेर आफै त डरले उनको समाधि भङ्ग बनाउँछु भन्दै आउनु परेको छ। आफ्नै इन्द्रको आसन नै हराउँछ कि भन्ने लोभले आउन परेको छ भने आफ्नै लोभ हटाउन नसक्नेले अरूको हटाइदिएर हुँदैन। यो लोभलाई कसैको वरदानले हटेर जाने होइन। र इन्द्रले अब उहाँले सोच्नु भएको थियो, यहाँ सधैँ मलाई खानेकुरा राम्रो मिलोस्, सधैँ पानी पनि नजिकमा प्राप्त होस्, यहाँ बस्नको लागि पनि शीतल छारी राम्रो भएको बिहार पनि बनोस् भनेर माग्नुहुन्छ कि भन्ने हेतुले इन्द्रले सोधिहाल्नुभयो। तर उहाँलाई चाहिएको चाहिँ लोभ हटाउनको लागि। अब लोभलाई अरूले हटाइदिएर हुँदैन। आफूले हटाउन पनि लोभलाई कसरी हटाउने त्यो ज्ञान पनि छैन। अरूले हटाइदिएर पनि हुन्न, आफूले हटाउने ज्ञान पनि छैन। यसरी हटाउन पर्छ भनेर बुझाइदिने गुरु पनि कोही पनि छैन त्यो समयमा, शासन नभएको समयमा। अनि इन्द्रले त्यो वरदान दिन त उहाँले सक्नुहुन्न, तर सक्दिन भन्ने मनमा उहाँले मनमा सक्दिन भन्ने भए तापनि मुखले भन्न सक्नु भएन। यो त मैले दिन सक्दिन भन्न सक्नु भएन। तापनि उहाँले मनमा विचार गर्नुभयो कि ओहो अपिच्छ पुग्गलो, अपिच्छ इच्छा बहुत कम्ती भएका, केहीको पनि इच्छा नभएका व्यक्ति अहिले उहाँलाई जुन इच्छा गर्ने तानिने लोभलाई हटाइदिनु भन्ने कुरा जो अब अरूको हातमा छैन, कसैले हटाइदिएर हुने कुरा पनि होइन। अझै पनि उहाँले एतस्मिन् ते सुलपिते पतिरूपे सुभाषिते वरम कश्यपते दमियम किंचि मनसिच्छसि। तपाईको वचन कति मिठो, कति राम्रो, तपाईको उद्देश्य कति राम्रो, कति योग्यताको, अझै के इच्छा छ माग्नुस् त, म तपाईको इच्छा पूरा गरिदिन्छु भन्दा उहाँले खेत्तम वत्थम हिरण्यञ्च गवास दास पुरिसम ये न जाते न जियन्ति सो दोषो न मयि वसे।
2 नम्बरमा उहाँले चाहिँ दोषको बारेमा भन्नुभयो। दोष भने रिस। यो मनमा ट्यामट्याममा रिस उठ्छ। रिस उठ्यो भने त्यो रिसले धेरै कुरा हानि गर्छ। रिस उठ्यो भने इष्ट मित्रसँग पनि झगडा गर्न पुग्छ, आफ्नै परिवारभित्र पनि झगडा गर्छ, बाहिरका व्यक्तिसँग पनि झगडा गर्छ। सम्पूर्ण झगडा खडा गर्ने नै रिसबाट हो। त्यसो हुँदा यो रिस बहुत डरलाग्दो छ। अझ रिस चाहिँ जस्तै अनुशय छ, परियुत्थान छ, वितिकम्म छ। अनुशय रिस बाहिरबाट देखिँदैन, जानिँदैन, बहुतै मसिनो रूपमा गढेकोलाई अनुशय हो। परियुत्थान भनेको भित्रभित्र जागेर आएको परियुत्थान। वितिकम्म भनेको भित्रबाट बाहिरै पोखेको वचनमा अनि कायसम्म उम्लेर आएकोलाई वितिकम्म। जब त्यो अनुशयबाट परियुत्थान वितिकम्म भएर आयो भने नभन्ने कुरा पनि भन्न पुगिन्छ, नगर्ने काम पनि गर्न पुगिन्छ, हातपात पनि हुन सक्छ। उस्तै गरी कतिलाई चोट पुर्याउन पनि सकिन्छ, कतिको ज्यान जान पनि सक्छ। एउटै रिसको कारणले धेरै प्रकारका मुद्दाहरू पनि झेल्नुपर्छ। रिसले अन्धो बनाइन्छ, अन्धो भएर गल्ती गर्छ, गल्ती गरेर अनि रात दण्ड आउँछ। अनि मुद्दा लाग्यो भने भएको सम्पत्ति अब त्यही खर्च गर्नु पर्यो। खेतम वत्थुम हिरण्यञ्च, भएका हिरण्य सुन गहनाहरू बेचेर भए पनि मुद्दा लड्नु पर्यो। जग्गा जमिन बेचेर, खेतबारी बेचेर भएको सम्पत्तिको पनि नाश गर्छ, इष्ट मित्रको पनि नाश गर्छ। इष्ट भइरहेका व्यक्ति तिनै दुष्ट हुन पनि पुर्याउँछ। एउटै परिवारभित्र भएका दाजुभाइ पनि रिसको कारणले कहिल्यै पनि बोल्न नसक्ने, बोली बारेर बस्ने पनि बनाउँछ। त्यसो हुँदा यो रिस बहुतै डरलाग्दो रिस हो। यो रिस धेरै डरलाग्दो हुँदाखेरि यो मेरो मनमा रिस कहिले पनि नआउनको लागि यो अनुशयदेखिबाट नै हटाइदिनुहोस्, यही नै वरदानमा माग्छु उहाँले। अब एकजनाको रिस अर्काले निभाइदिएर हुँदैन। इन्द्रले त्यो पनि गर्न सक्नुहुन्न। र लोभ हटाउनु, द्वेष हटाउनु, मोह हटाउनु भन्ने कुरा अरूले गर्दै हुने कुरा होइन। लोभ, दोष, मोह भनेको यावत प्राणीहरूका जरा हुन्। जति छन् 31 भुवनका प्राणीहरू लोभ, दोष, मोहको कारणले नै भएर आएका हुन्। निर्वाण भन्नु नै लोभ, दोष, मोह निब्नुलाई निर्वाण भनिन्छ। लोभ निब्नु, द्वेष निब्नु, मोह निब्नु, यो क्लेश निब्नु निर्वाण। भगवान सिद्धार्थ कुमार छँदाखेरि उर्वेली वनमा 6 वर्षसम्म दुःख र चर्यो गर्नुभयो। बाटो गल्ती भयो, 6 वर्ष बित्यो। जब पछि उहाँले फेरि मध्यम मार्ग मनन गरेर गयामा आचरण गर्दाखेरि उहाँले सम्पूर्ण लोभ, दोष, मोह आदि गरेका क्लेशहरूलाई निभाउनु भयो। हो त्यो क्लेश निभाएको ज्ञानलाई हामीले आश्रवक्षय ज्ञान भनिन्छ। सम्पूर्ण आश्रव क्लेशहरू निभाएर उहाँले निर्वाणलाई साक्षात्कार गर्नुभयो। क्लेश निभेको निर्वाणलाई साक्षात्कार गर्नुभयो। खण्डको भारी विषयको निर्वाण, परिनिर्वाण उहाँले कुशीनगरमा लिनुभयो। पहिलो निर्वाण चाहिँ गयामा क्लेश निभेको निर्वाण। निर्वाण भन्नु नै यो क्लेश निभ्नु नै निर्वाण हो।
अब यो क्लेश निभाउनको लागि कसैको वरदानले हुने कुरा होइन। कसैले अरूले आफ्नो क्लेश निभाइदिन अरूले गर्दै पनि हुने कुरा होइन। क्लेश निभाउनको लागि सही प्रकारको आचरण भए मात्रै क्लेश निभाउन सकिन्छ। सही प्रकारको आचरण भएन भने क्लेश निभाउन सकिँदैन। अहिले ती अकृति ऋषि आचरण त कठोर आचरण गर्नुभएको छ। खानलाई पनि उहाँले ध्यान नदिकन सिर्फ बाँच्नको लागि जे खाए पनि जे भए पनि यो आहार रूप नमर्नको लागि उहाँले आहार खनाइदिनु भएको मात्र छ। कुनै स्वाद छैन, जङ्गलमा नुन पनि छैन। र त्यस प्रकारले तै पनि दिनको एक छाक मात्रै खाएर आचरण गर्नुभएको छ। ध्यान भावना कठोर आचरण गर्नुभएको छ। तर ध्यानले मात्रै पनि क्लेश निभ्न सक्दैन। ध्यानले मात्रै पनि क्लेश निभ्न सक्दैन। क्लेश निभ्नको लागि ज्ञान चाहिन्छ। ज्ञान चाहिँ विपस्सना बेगर ज्ञान हुँदैन। ध्यानबाट तपाईहरुमा समाधि एकाग्रता हुन्छ। ध्यान सिद्धि गर्न सकिन्छ। प्रथम ध्यान सिद्धि, द्वितीय ध्यान सिद्धि, ब्रह्मलोकसम्म त ध्यान सिद्धिले पुर्याउँछ। तर ज्ञान सिद्धि नभइकन सम्पूर्ण क्लेश चाहिँ सदाको लागि निप्दैन। जस्तै ध्यानले क्लेशलाई वितिकम क्लेश र परियुठान क्लेश यिनी दुईटालाई चाहिँ ध्यानले हटाउन सक्छ। अनुसयलाई ध्यानले सक्दैन। जस्तै कि जंगलमा अहिले यो समयमा सम्पूर्ण जंगलको झार घाँसहरू सुक्दै गयो। अब सुक्दै जान्छ। सम्पूर्ण सुकिसकेपछि आगो लगाइदिने भने जंगल सबै सफाई हुन्छ। जंगलमा जति थिए झार घाँसहरू सबै डढेर खरानी हुन्छ, सफाई बनाउँछ। तर जुन त्यो मट्टी भित्र गडेर बसेकोलाई सक्दैन। त्यसले मट्टी भित्र गडेर बसेको त्यसको उम्रिन सक्ने बीज शक्ति मट्टी भित्र रहिरहेको छ। माथिको सबै खरानी बनाउन सक्छ, भित्र गडेर बसेकालाई सक्दैन। फेरि अलिकति आँपको स्वभाव चिसोपना पानीको स्वभाव पाउने बित्तिकै बिस्तारै त्यहाँबाट फेरि मसिना टुसा पलाएर आउँछन्। त्यसो हुँदा यो भित्र गडेर बसे जस्तो चाहिँ अनुसय हो। त्यो अनुसय क्लेशलाई चाहिँ समाधिले निभाउन सक्दैन। अनुसयलाई निभाउन सक्दैन। अनुसयलाई चाहिँ प्रज्ञाले मात्रै हुन्छ। प्रज्ञा भनेको विपस्सना ज्ञानबाट मात्रै हुन्छ। बिना विपस्सना प्रज्ञा हुँदैन। त्यसो भए अब ध्यानबाट जाँदा फेरि विपस्सनामा त्यो ध्यान चाहिँदैन त भन्दा ध्यान नभइकन पनि विपस्सना हुँदैन। विपस्सनामा मार्ग आर्य अष्टाङ्गिक मार्ग छन्। शील मार्ग 3टा, समाधि मार्ग 3टा, प्रज्ञा मार्ग 2टा गर्दा 8 अङ्गका मार्ग छन्। यिनी 8 अङ्गका मार्गमा त्यसको अग्र प्रमुख चाहिँ प्रज्ञा मार्ग 2टा हो। ती प्रज्ञा मार्ग 2टा प्रमुखको आधारमा बल्ल समाधि मार्ग, शील मार्ग पनि पवित्र भएर आउँछन्। प्रज्ञा मार्ग सम्मा दिट्ठी, सम्मा संकल्प। सम्मा दिट्ठी चाहिँ यो सब यिनी आर्य अष्टाङ्गिक मार्गको प्रमुख नै हो।
सम्मा दिट्ठी सम्मा संकल्प छ भने समाधि पनि बल्ल सम्मा समाधि हुन्छ, सती पनि सम्मा सती हुन्छ, वीर्य पनि सम्मा वायाम हुन्छ। यदि सम्मा दिट्ठी भएको छैन भने सम्मा समाधि पनि हुन गाह्रो छ। र अहिले आर्य अष्टाङ्गिक मार्गमा पनि सम्मा दिट्ठी जरुरत छ भने चाहिँ सम्मा दिट्ठी फेरि कसरी हुन्छ त भन्दा विपश्यना ज्ञानले सही रूपलाई देख्यो भने बल्ल सम्मा दिट्ठी हुन्छ। सम्मा दिट्ठी यो ठाउँमा दुई प्रकारका बुझ्नु होला। एउटा विपश्यना सम्मा दिट्ठी, एउटा मग्ग सम्मा दिट्ठी भनेर। विपश्यना सम्मा दिट्ठी, मग्ग सम्मा दिट्ठी। विपश्यना सम्मा दिट्ठी भनेको, अब विपश्यना भनेकोलाई पहिला अलिकति बुझाउँछु। पश्यना भनेको हेर्नु देख्नुलाई पश्यना भनिन्छ। वि भनेको विशेषता लगाइदिएको, विशेष गरेर हेर्नु, विशेष रूपमा हेर्नु, विशेष रूपमा देख्नुलाई विपश्यना भनिन्छ। अब विशेष रूपमा हेर्नु, विशेष रूपमा देख्नको लागि, विशेष रूपमा देख्नको लागि समाधिको सहयोग त चाहिन्छ। जस्तै अहिले तपाईं हामीमा ध्यान गर्दाखेरि जस्तै आँखा मुख बन्द गरेर बसिन्छ। जब मनलाई एकाग्रताको अभ्यास गरिएको हुन्छ, एकाग्रताको अभ्यास भरिमा त यो मूर्त शरीर नै बसेको हो नि त, समाधि हो। यो एकाग्रताको अभ्यासमा अब यो शरीर मूर्त शरीरलाई नै हामीले हेरिन्छ, देखिन्छ, बसिन्छ। दुख्यो भने हात खुट्टा जान टाउको दुख्यो, कसलाई दुख्यो भन्दा मलाई दुख्यो, कसले भोगेको छ भन्दा मैले भोगेको छु। सम्पूर्णमा मले सताइरहेको हुन्छ। प्रज्ञा भनेको चाहिँ, प्रज्ञा भन्ने चाहिँ कस्तालाई भन्छ भन्दाखेरि त्यसलाई राम्रो गरी गइरहेर हेर्नु। हेर्दाखेरि त यो सिङ्गो शरीरमा हेर्दाखेरि पनि पृथ्वी, आप, तेज, वायु चार धातु छ। पृथ्वी, आप, तेज, वायु चार धातुको यो रूप हो। मनमा हेर्दाखेरि पनि कारण, दुई कारण जुटेर उत्पत्ति हुने यो मन पनि सधैँ भइराख्ने अटल होइन, रूप पनि अटल होइन, मन पनि अटल होइन। अटल नभइएको यो स्वभावलाई राम्रो गरी ज्ञानले हेर्दै जाने हो। ज्ञानले हेर्दै गएर यसको अनित्य, दुःख, अनात्माको बोध हुँदै गयो भने बल्ल यिनी केलेश्वरी लिप्दै जाने हो। ऊ चाहिँ सम्मा दिट्ठी हो। जस्तै भगवानले मागन्धीय ब्राह्मणलाई उपदेश गर्दा, मागन्धीय ब्राह्मण उनी धनी व्यक्ति पनि हुन्, धेरैले मान्य गुण्य व्यक्ति पनि हुन्, तर भगवानलाई धेरै विरोध गर्ने व्यक्ति पनि हुन्। एक दिन भारद्वाज ब्राह्मणले उनले हवन गर्ने ठाउँमा राम्रो त्यहाँ घाँस काटेर त्यसलाई राम्रो प्रकारले मिलाएर बस्नको लागि राम्रो आसन बनाएर राख्नु भएको थियो। मागन्धीय ब्राह्मणले देख्छन्, मागन्धीय ब्राह्मण र भारद्वाज ब्राह्मण उहाँ चाहिँ घनिष्ठ मित्रता हो। ओहो भारद्वाजज्यू, तपाईको यो यज्ञमा विशेष अतिथि आउनुहुन्छ भन्ने मैले बुझेँ, किनकि तपाईले यति राम्रो आसन बनाएर राख्नु भनेको यो विशेष अतिथि हुनाले नै हो। को आउने गर्नुभएको छ भन्दा विशेष अतिथि आउनुहुन्छ कहिलेकाहीँ।
गौतम बुद्ध भगवान आउनुहुन्छ भन्दा मार्कण्डेय ब्राह्मणलाई त्यो शब्द मन नपरेको, त्यो बुद्ध भन्ने शब्द मन नपरेको। आज घरबाट हिँड्दाखेरि नै साइड बिग्रेछ, किनकि आउने बित्तिकै यति राम्रो ठाउँमा आउँदा पनि बुद्धको नाम सुन्नु पर्यो। अनि भारतले मार्कण्डेय के कुरा गरेका, बुद्ध भन्ने साधारण व्यक्ति होइन, बुद्धलाई तिमीले के जानेछौ र, बुद्ध भन्ने महान व्यक्ति हुनुहुन्छ, जितेन्द्रिय व्यक्ति हुनुहुन्छ, सम्पूर्ण इन्द्रियलाई विजय प्राप्त गर्नुभएको व्यक्ति हुनुहुन्छ, धेरैको भलो चाहने व्यक्ति हुनुहुन्छ। तिमीले किन त्यस्ता कुरा गर्यौ? होइन, मलाई बुद्धको मार्ग नै मन पर्दैन। कुरा गर्दै थिए भगवान आइपुग्नु भयो। अनि परैबाट भगवान आएको देखेर मैले यो इतिहास चाहिँ छुट्याएर भनेको है, सबै भन्दिन। आएको देखेर अनि मार्कण्डेय अलिकति पछाडि हटे। भगवानले भारद्वाज ब्राह्मण, है भारद्वाज, यो आसनको बारेबाट के चर्चा हुँदैछ भन्दाखेरि मार्कण्डेयको मनमा भयो, हामीले त बिस्तारै बोलेका थियौँ, यहाँ त यिनी थिएन, कान त बहुत तेजिला हो, झन् कहाँदेखिबाट सुनिसकेछ। मनमा झसङ्ग चाहिँ भयो। तापनि अब अघि धेरै कुरा गरिसकेका थिए, अब पछि हट्न त भएन भन्दा आफै अगाडि सर हामी यो आसनको कारणबाट चर्चा भएको थियो। गौतम बुद्ध आउँछन् भन्दा मलाई चाहिँ त्यो शब्द मन नपरेको। मार्कण्डेयलाई भगवानले सोध्नुहुन्छ, हे मार्कण्डेय, तिमीलाई किन मन नपरेको? किन चाहिँ तिमीलाई मन नपरेको भन्दा भगवानले त्यसरी सोद्धा मार्कण्डेयले मलाई मन नपरेको चाहिँ सृष्टि विनाश गर्ने व्यक्ति हुनाले। भगवान बुद्धलाई के गर्ने व्यक्ति अरे? सृष्टि विनाश, सृष्टि हुनै नदिने, सृष्टि विनाश गर्ने व्यक्ति। जस्तै केहीका वृक्षारोपण गरियो, या फर्सी भयो, इस्कुस भयो, जब त्यसका कलिला मन्टा पलाएर आयो भने त्यसलाई त्यहीँनिरबाट पिटिक भात दिने स्वभाव छ अरे। तपाईँको मार्ग नै मुन्टा भात्ने मार्ग हो। तपाईँले त्यो गोर्खादेखा मन्टा फर्सीका मन्टा नै भन्नुहुन्छ कि के भन्नुहुन्छ? मन्टा नै हो नि। मन्टा भात्ने मार्ग हामीलाई मन पर्दैन। तपाईँको मार्ग मन्टा भात्ने मार्ग हो। त्यसो हुँदा मलाई चाहिँ त्यो मार्ग मन पर्दैन र तपाईँलाई नै मन नपरेको। भगवानले होइन भनेर जिद्दी गर्नु भएन। मेरो मन्टामा भात्ने मार्गले तिमीलाई केही हानि गरेको छ सोध्नुभयो। मलाई त केही हानि गरेको छैन। अनि तिमीलाई, तिम्रो परिवारलाई केही हानि गरेको छ? गरे छैन। अनि तिमीलाई केही पनि हानि गरे छैन भने तिमीलाई मन पर्ने मन नपर्ने किन यिनी कुरा गर्छौ भन्दा होइन, मलाई मन पर्दैन र पर्दैन भनेको, मलाई हानि नगरे पनि मन पर्दैन। अनि भगवानले हे मार्कण्डेय, तिनी मन्टाबाट जेलिँदै गएर धेरैलाई बाधा गर्छ भने ती मन्टा भाँदिनु पनि पर्छ। मेरो मार्ग फैलिन नदिने मार्ग सही हो। मैले फैलिन दिन्न, आफूले पनि फैलिन दिन्न, आफ्ना अनुयायीलाई पनि त्यही बाटो मैले सिकाउँछु। अब सिकाउँदाखेरि आचरण गर्नेले गर्छन्, नगर्नेले गर्दैनन्। तिमीलाई चाहिँ के को टाउको दुखाइ भयो भन्दा होइन, यसरी सृष्टिलाई बाधा हुने काम मलाई मन नपरेको हो। अनि
सृष्टिलाई बाधा हुने काम मलाई मन नपरेको हो उनले भन्छन्। अनि भगवानले भन्नुहुन्छ, हे मागन्दी, जुन मार्गमा सुख छ, शान्ति छ, त्यो मार्गले तिमीलाई केही पनि पिराएको छैन। यो मार्ग त सही सत्य, सही सुख, सही निर्वाण जाने मार्ग हो। तिमीले किन चाहिँ यसलाई चाहिँ रुचाएनौ भन्दा उनले आफ्नै पेटलाई यसरी पिड्दै, हेर्नुहोस् म कति तगडा छु, तगडा पनि छु, धनी पनि छु, सम्पत्ति पनि मेरो प्रशस्तै छ, मेरा परिवारहरू पनि सबै तन्जमन्ज छन्, खानदानी हो, इज्जतदारी खानदान हो, मलाई सबै त पुगिसरी छ, स्वास्थ्य पनि राम्रो भएकोले गर्दा जस्तो पनि खान सक्छु, जस्तो पनि लाउन सक्छु, जे पनि गर्न सक्छु, यही नै मेरो लागि निर्वाण हो, लोक निर्वाण। मागन्दी ब्राह्मणले लोक निर्वाणलाई बताए। अहिले मलाई सबै थोक पुगिसकेको छ, खानको लागि के गर्ने भएर गर्नको लागि चिन्ता पनि छैन, स्वास्थ्यको लागि कुनै बाधा पनि छैन, मलाई परिपूर्ण भएको यही नै मेरो निर्माण हो। अनि भगवानले मागन्धीलाई भन्नुहुन्छ, हे मागन्धी, म पनि पहिला शाक्य कुलमा राजा शुद्धोधनको पुत्र सिद्धार्थ हो। मलाई धन सम्पत्तिको कुनै कमी थिएन, राज्य रजाइमा पनि केही कमी थिएन, अप्सरा जस्ता अति सुन्दरी नारीहरू पनि मेरो लागि केही कमी थिएन। म जाने बाटोमा रोगी वृद्धहरू कोही पनि हुने थिएनन्, सधैँ राम्रो वातावरणमा हुर्केर आएको। तर त्यो त काम सुख तुच्छ हो भनेर म त्यामन्द सुखको खोजीमा आएँ, त्यामन्द सुख मैले भेटेँ। जस्तै कि अहिले तिमीले भन्ने त कुकुरले फोहोर पनि खान्छ, जस्तो पनि खान्छ, मान्छेले खाएर पचेर फेकेको फोहोर पनि कुकुरले मिठो मानेर खान्छ, अति गनाउने सिनो पनि गनाइराखेको छ, मान्छे नजिक जान सक्दैनन्, तर कुकुरले त्यसलाई मिठो मानेर खान्छ। अर्को कुकुर आयो भने मेरो आहार खोज्न आयो भनेर उसले परे झगडा पनि गर्छ। कुकुरले जति नै मिठो मानेर खाए तापनि त्यो आहारमा मान्छेले हेरेर आहा कति मिठो गरी खायो भनेर मान्छेको मनमा खाम हुन्छ होला भन्दा हुँदैन, किन फोहोर खाएको छ, सिनो खाएको छ। कुकुरको आहार मान्छे घिनाउँछ, तर कुकुरकै दृष्टिबाट हेर्दाखेरि त त्यो त अति उत्तम आहार फेला पारेको छ। तर त्यसैलाई मान्छेको दृष्टिले हेर्ने भने अति घिनलाग्दो चिज खाँदैछ। र किन मान्छेले अति घिनलाग्दो चिज खाँदैछ भन्ने देख्यो भन्दा त्योभन्दा आनन्दमा मनुष्य छ। त्यसो हुँदा हे मागन्धी, तिमीले भने यो काम सुख त, काम गुण काम भोगबाट हुने सुख त त्यहाँभन्दा माथिको सुख पाएका व्यक्ति घिनाउँछन्। जस्तै कुकुरको आहार मनुष्य घिनाए चाहिँ अहिले तिम्रो काम गुणको सुखलाई तिमी भन्दा माथिको सुख पाएका घिनाउँछन् भनिदिनु भयो। जस्तै मनुष्यलोकमा एउटा धनी व्यक्ति धन सम्पत्ति परिपूर्ण छ, जस्तो खान्छु भने पनि खान सक्छ, जस्तो लाउँछु भने पनि लाउन सक्छ, जस्तो मनमौज गर्छु भने पनि उसलाई पुगिसरी आउँछ। सम्पूर्ण परिपूर्ण भएको व्यक्ति आयु सकेर कुनै पुण्यको कारणले ऊ देवलोक गयो, देवलोक पुग्यो, देवता भयो। देवता भयो भने अब त्यसलाई
देवलोकको कामगुण, देवलोकको सुख भोगमा ऊ रमाए। देवलोकको आहार छ, देव आहार। त्यो व्यक्तिलाई, ती देवतालाई तपाईं त पहिला मनुष्य हुँदाखेरि अति धनी व्यक्ति हुनुहुन्थ्यो, देशमा नामी हुनुहुन्थ्यो, प्रख्याति हुनुहुन्थ्यो, तपाईँलाई सबै तन्जमन्ज पुगिसरी आएको थियो। तपाईँको सम्पत्ति देख्दा अरू व्यक्तिहरू मेरो पनि त्यस्तै भइदियो हुन्थ्यो, म पनि त्यस्तै धनी हुन पाए भनेर कतिले तपाईँको सम्पत्ति देखेर आश गर्ने हुन्थे। अहिले त्यो सम्पत्ति अझै जसको तस छ, मनुष्यलोक गएर त्यो सम्पत्तिको भोग गर्नुहोस् भनेर यदि ती देवतालाई भन्यो भने ती देवता मनुष्यलोकमा आएर त्यो सम्पत्तिमा तानिन्छन् होला मागन्धीय ब्राह्मणलाई। त्यो त तानिँदैनन्। किन तानिँदैनन् भन्दा देवलोकको सुख, देव सुखमा मनुष्यलोकको जस्तो व्याधि छैन, अनि मनुष्यलोकको जस्तो खाएको आहार धेरै फ्याँक्न पर्ने भन्ने देवलोकमा छैन। देवलोकमा खाने आहार जति सम्पूर्ण यो आहार रूपलाई उपकार गर्ने आहार मात्रै हुन्छ। देवलोकमा आहार लिने भन्ने छ तर फ्याँक्न पर्ने भन्ने छैन। दुर्गन्ध छैन देवताको शरीरमा। दिशा पिसाब खकार याल सिगान रगत देवताको शरीरमा हुँदैन। शरीर गनायो भन्ने पनि छैन। र देवताको कामगुण, देवताको सुख मनुष्यलोकको भन्दा हजारौं हजारौं गुना तेजिलो हुन्छ। र मनुष्यको रजाई आनन्द जति नै भए तापनि मनुष्यको आहारलाई देवताले खान सक्दैनन्, घिनाउँछन्। मनुष्यको आहार देवतालाई गनाउँछ, त्यसो हुँदा देवताहरू घिनाउँछन्। अनि हे मागन्धीय ब्राह्मण, तिम्रो मामुली यो काम सुखलाई त्यहाँभन्दा माथिको सुख पाएका व्यक्तिले पनि तिम्रो सुखसँग घिनाउँछन् भगवानले। जस्तै देव आहार देवताको कामगुणमा देवता रमाउँछन्, तर तिनै ब्रह्मलोक समाधि सिद्धि गरेर ब्रह्मलोक पुग्यो भने ब्रह्मलोकका ब्रह्माजीहरू देवताको कामगुणमा घिनाउँछन्। किन? ब्रह्मलोकमा प्रीति आहारले प्रीति सुखमा बसेका हुँदाखेरि काम सुखबाट अलग भएका हुन्छन् र ध्यान सुख प्रीति सुखमा बसेका काम सुखदेखि घिनाउँछन्। त्यस्तै ब्रह्मलोकको प्रीति सुख पनि जब अरहन्त ज्ञान प्राप्त गरिसकेका, अरहन्त मार्ग ज्ञान, अरहन्त फल ज्ञान प्राप्त गरिसकेका व्यक्तिहरू त्यही सुखलाई पनि दुःख देख्छन्। किनकि प्रीति जति नै छ भने पनि नामरूप अनित्य भइरहेको दुःख सत्यलाई देखेका हुँदा ब्रह्मलोकको भव पनि निर्वाणलाई साक्षात्कार गरिसकेका अरहन्तहरू घिनाउँछन्। हे मागन्धीय ब्राह्मण, तिम्रो सुख भनेको त जस्तै कुकुरको आहार मनुष्यले घिनाए जस्तो, तिम्रो कुकुरको जस्तो सुखमा सुख भनेर त्यसमा नअल्झ्यौ, अलिकति दुख्ने गरे भन्नुहुन्छ भगवानले। अनि उनले भने अहिले त मनुष्यमा छौँ, मनुष्यमा भएको बेलामा मनुष्यको सुखमा सबभन्दा सुख मैले पाएको छु। आरोग्य परम लाभ निब्बान परम सुखम अठङ्गीको च म ज्ञानम खेमम अमतगामिनो भगवान। अनि त्योभन्दा पनि त्यो गाथा पनि पहिला कश्यप बुद्ध भगवानको शासन हराएर गए पनि त्यो एउटा गाथा चाहिँ ब्राह्मण परम्परागतमा राखेका रहेछ। मागन्धीयले त्यो मैले पनि जानेछु भनेर उनले पनि फर्क भनिदिन्छ। त्यसो भए यसको अर्थ भन त भन्दा अर्थ चाहिँ जान्दैनन्। यी निरोगी छु भनेर आफू निरोगीतिर गए, यही नै मेरो परम लाभ हो। निब्बान परम सुखम,
भनेको मलाई केहीको चिन्ता छैन, चिन्ता मुक्त भएको यही नै मेरो निर्माण हो, यही नै मेरो निर्माण हो। अठङ्गीको त म गान, 8 अङ्गले भएको यो मार्ग पनि अहिले जो मैले आचरण गरिरहेको छु यही मार्ग नै मेरो लागि निर्वाणको मार्ग हो। ती ब्राह्मणले अनि त्यहाँ भगवानले होइन हे ब्राह्मण, तिमीले भनेको अर्थ सही होइन भन्दा उनले होइन मेरो नै सही हो, तपाईको यो मन्टा भात्ने मार्ग भन्दा त मेरो नै सही हो अरे। अब मन्टा भाँच्ने मार्गको बारेमा म अलिकति तपाईहरुलाई बुझाइदिन्छु। मन्टा भाँच्ने मार्ग भगवानको मार्ग मागन्दियले भनेछन्, तर भगवानले पनि त्यसलाई मान्यता दिनुभएको छ। कस्तो मन्टा भाँच्ने मार्ग हो छ भन्दाखेरि जस्तै तपाई हामीमा आँखा, कान, नाक, जिब्रो, शरीर, मन 6 द्वार छन्। आँखा, कान, नाक, जिब्रो, शरीर, मन 6 द्वार छन्। यिनी 6 द्वारमा 6 प्रकारका आरमण ठोकिन्छन्। आँखामा रूप आरमण, कानमा शब्द आरमण, नाकमा गन्ध आरमण, जिब्रोमा रस आरमण, कायमा फटवा आरमण, मनमा धम्म आरमण। आरमण ठोके अनुसारले मन उत्पत्ति हुन्छ। आँखामा रूप आरमण ठोकेर देख्ने मन, कानमा शब्द आरमण ठोकेर सुन्ने मन, नाकमा गन्ध आरमण ठोकेर गन्ध जान्ने मन, जिब्रोमा रस आरमण ठोकेर रस विज्ञान, कायमा फटवा आरमण ठोकेर काय विज्ञान, दुख्ने, बोल्ने, चिल्लाउने, झमझमाउने, सिल्सका हान्ने अनेक प्रकारको, मनमा धम्म आरमण ठोकेर सोचाइ मनहरू भन्दा यिनी आरमण 6 प्रकारका निरन्तर यिनी 6 द्वारमा ठोकिरहेका हुन्छन्। ठोके अनुसारले यिनमा देख्ने मन, सुन्ने मन, गन्ध जान्ने मन, रस जान्ने मन, काय विज्ञान, काय मन, सोचाइ मनहरू तपाई हामीमा हमेशा भइरहेका हुन्छन्। अनि देख्दाखेरि आँखामा रूप ठोकियो, देखियो। देख्दाखेरि त रूप परमार्थलाई मात्रै जानेको हो, ठोकिन पनि रूप परमार्थ ठोकेको हो। अहिले चाहिँ म अलिकति विपश्यनापट्टि ढल्केर गएको छु। अहिलेको चाहिँ ध्यान साधना गरेका व्यक्तिहरूलाई चाहिँ बुझ्न सजिलो हुन्छ, अरूलाई अलि प्रयास गर्नुपर्छ होला। आँखामा ठोकिने भनेको रूप परमार्थ मात्रै हो, रूप प्रज्ञाप्ति ठोकिँदैन। जब ठोकियो देख्ने मन आँखामा उत्पत्ति भयो, आँखामा उत्पत्ति भएको देख्ने मन हो, तर उत्पत्ति हुने बित्तिकै देख्ने मन बिग्रियो। बिग्रिने बित्तिकै यता जानेको मन फेरि मनमा उत्पत्ति भयो। त्यसलाई केलाई जानु त भन्दा अघि देख्ने मन उत्पत्ति भयो, त्यो बिग्रियो। बिग्रिने बित्तिकै अघिको देख्ने मन चाहिँ धम्म आरमणमा परिणत भएर गयो। अनि त्यो धम्म आरमणलाई मनायतनले लियो। अनि यो मनले त्यसलाई फेरि त्यतापट्टि ढल्केर चिन्तन मनन गर्यो। त्यतापट्टि ढल्केर मनन गर्दाखेरि जुन देख्ने त देख्ने बित्तिकै बिग्रियो, अब यो मनले फेरि त्यता ढल्केर मनन गर्दाखेरि उसले आकार रूपलाई मनन गर्यो। प्रज्ञाप्तिलाई मनन गर्दाखेरि मान्छे, फलानु फलानी, स्त्री पुरुष, सत्व प्राणी यो मनले लियो। आँखामा कुनै मान्छे, सत्व प्राणी, स्त्री पुरुष ठोकेको होइन, रूप आरमण मात्रै ठोकेको थियो। देख्नेले पनि आरमण ठोकेको हुँदाखेरि रूप आरमणमा देख्ने खण्ड मात्रै भएको हो। तर देख्ने खण्ड देख्ने बित्तिकै बिग्रिसक्यो, पछिबाट उत्पत्ति भएकाले त त्यो बिग्रेको झलकलाई मात्रै, छायालाई मात्रै, त्यसको लक्षणलाई मात्रै यसले जानेको। तर त्यो लक्षणबाट आकार खडा गरेर हेर्दै, आकार खडा गरेर हेर्दै त्यता ढल्क्यो। ढल्किँदाखेरि अब यसले के गर्छ,
राम्रो लाग्यो भनेर पनि लिन्छ, हेर्दाखेरि राम्रो पनि लिन्छ, नराम्रो पनि लिन्छ, राम्रो पनि होइन नराम्रो पनि होइन मध्यम पनि लिन्छ। राम्रो भन्दाखेरि राम्रो लियो भने राम्रोका पछि मन पर्यो भन्ने आउँछ, राम्रोका पछि मन पर्यो भनेको त लोभ हो, तणखा हो। अघि अकृत ऋषिले लोभलाई निभाउनु इन्द्रसँग वरदान त मागेका हुन्, तर त्यो लोभ त राम्रो भनिदिइसक्दा आइसकेको हुन्छ। अनि भगवानको मार्ग चाहिँ त्यो राम्रो भन्ने बित्तिकै त्यहीँनिरबाट भाग्दिने र मनटा झाँगेर जान नदिने मार्ग, राम्रोमै भाग्दिने। भाग्दिएपछि अब मन पर्यो भनेर फेरि तन्केर आउन पायो त पाएन। बुझ्नुभयो नि, राम्रो भन्ने बित्तिकै त्यहीँ भाग्दिने, मन परोमा नजाने। मन पर्यो भन्ने बित्तिकै तणखा आइभयो, तणखा आउने बित्तिकै त्यतिमै अडिन्न, उपादान तानिन्छ। तानियो भने अझै हेरौँ अझै हेरौँ, अझै त्यसलाई मसिनै गरी हेरौँ, उपादान भइसक्यो। उपादानबाट कर्म हुन्छ, तणखा उपादान कर्म, अनि त्यही कर्मले फेरि अर्को जन्म खडा गर्छ। हो यो चाहिँ दुःखको कारण हो, तणखा उपादान कर्म। सम्पूर्ण दुःखको कारण यही क्लेश हो। तणखाबाट उपादान, उपादानबाट कर्म हुन्छ। कर्ममा अब कुशल कर्म अकुशल कर्म, कुशलले कुशलको फल अकुशलले अकुशलको फल, फेरि त्यसको विपाक दिने हो। त्यसो हुँदा फेरि अर्को जन्मको कारण तणखाबाट सुरु भएर आउँछ। भगवानको मार्ग चाहिँ तणखा आउन नपाउँदै भाग्दिने मार्ग, अरे मन्टा लाग्नै नदिने पिटिक्क भाग्दिहाल्यो। मन्टा भाग्ने मार्ग भनेको बुझ्नुभयो? जस्तै अहिले जति ठोक्केको छ, कानमा शब्द मात्रै ठोकिन्छ, शब्द मात्रै ठोकिन्छ, सुनेको मन कानमा उत्पत्ति हुन्छ। कानमा उत्पत्ति भयो भन्ने बित्तिकै बिग्रिसकेको पनि छ। अहिले मैले 1 2 3 4 5 6 7 8 9 10 भने पनि 1 भन्दाखेरि बिग्रियो, 2 अर्कोले सुन्यो, सुन्ने बित्तिकै बिग्रियो, 3 भन्दा फेरि अर्कोले सुन्यो। जति छिटो शब्द भए पनि उति छिटो बिग्रिँदै नयाँ उत्पत्ति हुँदै भइरहेको छ। तर ऊ त त्यति छिटो बिग्रिने क्रम छ, उसको त काम बन्यो, सुन्यो, बिग्रियो, सकियो त्यसको काम। काम चाहिँ बढाउने चाहिँ के ल्यायो भन्दा यो मनले सुन्यो, सुन्ने बित्तिकै सुनेको खण्ड त बिग्रियो, अब सुन्ने खण्ड छैन। तर त्यो बिग्रे तापनि त्यसको झलकलाई यो मनले लिएको हुन्छ, झलकलाई लिएको हुन्छ। जस्तै कि एउटा उदाहरण, पहिला जङ्गलका बिहारमा आचरण गर्ने भन्दैजीहरू आचरण गरेको बेलामा राति आँगनमा हात्ती आएर रातभरि बिहारमा बासा बसेर बिहान 4 बजेतिर उठेर गए, हात्ती कहाँ चाहिँ आएछ। अनि बिहान भन्दैजीहरू उठेर यसो आँगनतिर निस्किँदाखेरि राति हात्ती आएको रहेछ भन्ने उहाँहरूले यसो पाउनु चाहिँ यो पाउनुहुन्छ नि त। किनकि अब हात्ती आएको हुँदाखेरि हात्तीका पाइलाका छापहरू पनि छन्, हात्ती सुतेको ठाउँ छ, धुलो खेलेको ठाउँ छ, अनि हात्ती गएका हात्तीका पाइलाहरू देखिन्छन्। अनि हात्तीका पाइला देखेर अनि त्यो पाइलाबाट भन्तेहरूले अनुमान लाउनु भयो हात्ती आएका रहेछन्। अब ठुला हात्तीका ठुलै पाइला, साना अलिकति बच्चाका साना पाइला, अनि त्यो देखेर ठुला हात्ती कति साना हात्ती कति आएका रहेछन् भन्ने अनुमान लाउनु भयो कि लाउनु भएन? लाउनु भयो नि। हात्ती देखेर हो त, हात्तीका पाइला देखेर। त्यस्तै यो मनले सुनेर जानेको चाहिँ होइन,
सुन्यो बिग्रियो, सुन्ने बित्तिकै सुन्ने खण्ड त बिग्रियो, तर त्यसको जो पाइला स्वरूप को झलक यो मनले लिएको हुन्छ। किन ऊ धम्म आरमण भएर यो मनमा स्पर्श भएको छ नि त। अनि त्यो धम्म आरमण भएर स्पर्श भएर अब यो मनले कल्पना गरिदियो, अहिले यहाँ शब्द कानमा ठोक्यो, सुनेको मन उत्पत्ति भयो, विनाश भयो। अहिले अब तपाईँ हामी रात दिन सँगै बसिरहने व्यक्ति, चिनिरहेको जानिरहेको व्यक्ति आफू घरभित्र बसेको छ, बाहिर कुरा गर्दै आए भनेदेखि बाहिर बोलेको सुन्दाखेरि फलाना हुन् भनेर चिन्नुहुन्छ कि चिनिन्न? सधैँ सुनिरहेको बोली चिनिन्छ कि चिनिन्न? चिनिन्छ। तर कानमा त ठोकेको शब्द मात्रै हो, कानले चिन्न सक्दैन। कानमा त शब्द ठोक्यो, सुनेको मन उत्पत्ति भयो, बिग्रियो। बिग्रेर त्यसको त्यो धम्म आरमणलाई मनले लिन्छ र अनि सुनेको पहिला सुनेको आवाज संज्ञाले त्यसलाई काम गरिदिन्छ, संज्ञाले सम्झिदिन्छ र अनि फल्नाको आवाज हो, फलानो व्यक्तिमा हो। भगवानको मन्टा भाँच्दिने मार्ग भनेको चाहिँ व्यक्तिमा जाने होइन। सुन्ने उत्पत्ति भयो, त्यही बिग्रियो। जानेको उत्पत्ति भयो, जानेकै ठाउँमा बिग्रियो। भनेपछि जहाँ उत्पत्ति भएको छ त्यही विनाश भइरहेको छ। यो खण्डको नियम उत्पत्ति भएकै ठाउँमा विनाश भइरहेको छ भनेर त्यसलाई जान्दिने हो। जान्दिने बित्तिकै त्यसमा तणहा, उपादान, कर्म यिनी आउँदैनन्। मुन्टा भाँच्यो, के भयो? मुन्टा भाँच्यो। अब झाँगेर जान आउँदैन। यदि अनित्य हेरिएन, फल्नु आएछ, यदि आएर आफूलाई देखेको छैन, आफ्ना नराम्रा कुरा, आफ्ना हुँदा नहुँदा कुरा गरिरहेको सुन्यो भने अब आफू त सुनिराखेछ, उसले आफूलाई नहुँदो भनिरहेछ, निन्दा गरिरहेछ, उडाइरहेको छ भने सुन्ने व्यक्तिमा आनन्द मानेर सुन्छन्। सुन्दैछन्, भित्रभित्र के हुन्छ? रिस उठ्यो। के भयो? रिस उठ्यो। दोष, शोक, परिदेव, दुःख, दोमनस चक्र घुम्यो। तर जुन सुन्ने त यहाँ सुन्ने खण्ड उत्पत्ति भयो, विनाश भयो, ऊ त बिग्रिसक्यो। सुनेको खण्ड बिग्रिसक्यो। अहिले यो मनले सुनेको हो त, सुनेको त कानमा उत्पत्ति भएकाले जुन सुनेको चाहिँ बिग्रिसक्यो। यताको यो मन त्यसलाई त्यही धम्म आरमणलाई निरन्तर सम्झिन्छ, मनन गर्छ, गर्दै अनि रिस पनि भएर आयो। रिस भयो भन्ने बित्तिकै समुदय सत्यमा आइसक्यो। समुदय सत्य आयो भने अब रिसमा पनि तान्यो। म बाहिर निस्केर भन्छु, मैले उठाउने पनि बनायो, कर्मसम्म पुर्याइसक्यो। द्वेषबाट पनि कर्ममा पुर्याइसक्यो। बुझ्नुभयो नि? जब यसरी कर्ममा पुर्याइदियो, त्यही अब अर्को जन्मको कारण भइदियो। त्यसो हुँदा भगवानले कानमा सुन्ने मन उत्पत्ति भयो, बिग्रियो। मनमा जान्ने मन उत्पत्ति भयो, त्यही बिग्रियो। त्यो बिग्रेकालाई ज्ञानले बसेर ज्ञानले हेरिदिइराखेको काम अब ज्ञानले बिग्रियो, अनित्य हो, अनित्य जान्दिरहेको बेलामा मलाई यसो भन्नु भन्ने पनि छ त छैन, रिस उठ्ने भन्ने पनि छैन। मुन्टा भाँच्दियो। बुझ्नुभयो नि? आँखाबाट पनि लोभ, दोष, मोह नआउनको लागि देख्ने खण्डलाई पनि अनित्य जान्दिने, जान्ने खण्डलाई पनि अनित्य जान्दिने, ज्ञानले अनित्यलाई जान्दिराख्ने हो भने त्यो मुन्टा भाँच्दिरहेको हो। तपाईँ हामीमा लोभ, दोष, मोह यिनी क्लेशहरू आँखा, कान, नाक, जिब्रो, शरीर, मन 6 द्वारबाट आउँछन्। आँखाबाट पनि आउँछ, देख्नको कारणले राम्रो लाग्यो भने मन पर्यो, मन परेबाट तान्यो, तान्योबाट कर्म भयो, अनि तणहा, उपादान, कर्मले हामी त्यही काम गर्दै गयो भने कर्मका बिउहरू बन्दै गयो। ती कर्ममा कुशल हुन्छ, अकुशल हुन्छ।
अनि कम भएपछि फेरि अर्को जन्म जाति। यो दुःख बल्ल बल्ल मरियो, फेरि अर्को दुःख त सुरु भइगयो। यिनले चाहिँ दुःखमा दुःख जोड्दिरहेका हुन्छन्। यो दुःखबाट अर्को दुःख जोड्दिरहेका हुन्छन्। अहिले पनि माताको गर्भवासदेखिबाट नै दुःख सुरु भएको। जाति दुःख, जरा दुःख, व्याधि दुःख। यही जरा व्याधिको बिचमा कति माया भएकासँग बिछोड भएर बस्नु दुःख। माया नभएको व्यक्तिसँग घरिघरि भेट हुनु, बोलिराख्न पर्ने दुःख। अब यो मनले त धेरै इच्छा गर्छ, इच्छा अनुसार पूरा नहुनु पनि दुःख। र यसमा अनेक प्रकारका जरा व्याधिको सामना गर्दै जाने दुःख। अनि यो भवमा तानिँदै मर्ने इच्छा नभई मर्न पर्ने पनि दुःख। अब मरेपछि त्यो दुःख सकियो त भन्दा फेरि अर्को जन्म दुःखको सुरु भइगयो। यो जन्म सकिने बित्तिकै अर्को सुरु गरिदिने यो क्लेशले हो। तणहा उपादान कम भयो। त्यसमा जरो चाहिँ तणहा भइगयो। तणहा भनेको लोभ। त्यही भएर भगवानले मैले त्यो लोभ नआउनको लागि पहिल्यै मनटा बाँधिदिन्छु, तिम्रो लागि के नोक्सान हो, मैले यसो गर्नाले तिमीलाई केही हानि छ त भन्दा छैन। आँखाबाट पनि राम्रो लागे लोभ आउँछ, राम्रो लागेन मन परेन भने द्वेष आउँछ। राम्रो पनि होइन नराम्रो पनि होइन, मध्यम स्तरकोमा लोभ पनि आउँदैन दोष पनि आउँदैन। तर यसको यो अनित्यतालाई उसले जान्दैन। अनित्यबाट यहाँ फेरि यो मनले त्यसलाई रूप आकारको रूपमा खडा गरेर हेरेको पनि जान्दैन। नजानेको हुँदा मोह आएको हुन्छ भन्दा एउटा देख्नको कारणबाट लोभ पनि आउन सक्छ, दोष पनि आउन सक्छ, मोह पनि आउन सक्छ। कान सुन्नको कारणले कसैले आफूलाई राम्रो बोल्दै राम्रो प्रशंसा गरेको त सबैलाई मन पर्छ होला। प्रशंसा त सबैलाई मन पर्छ, निन्दा चाहिँ कसैलाई पनि मन पर्दैन। कसैले निन्दा गरिदियो, अझ मान्छेका बिचमा चाहिँ निन्दा गरिदियो भने अनुहारै पुरा आगोमा सेकाएको कि जस्तो पनि हुन्छ नि त, रातो। प्रशंसा हो भने त मन पर्छ, पर्छ कि पर्दैन? मन पर्यो, लोभ आइसक्यो, तानिसक्यो, तणहा भइसक्यो। प्रशंसा तान्यो, उहाँले प्रशंसा गरिदिनु भयो, अझै गर्दै हुन्थ्यो। हेर्नु चाहिँ निन्दा कसैले गर्दै भने होइन यिनको मैले के गरिदिएको थिएँ र मलाई चाहिँ यसो भनेको भित्रभित्र भन्दाखेरि यो कान सुन्नको कारणबाट पनि लोभ पनि आउँछ, दोष पनि आउँछ, मोह पनि आउँछ। गन्धको कारणबाट पनि लोभ दोष मोह आउँछ। स्वादको कारणबाट पनि लोभ दोष मोह आउँछ। कायको कारणबाट पनि लोभ दोष मोह आउँछ। मनको कारणबाट यिनी 6 द्वारबाट आउँछन्। त्यसो हुँदा यो 6 द्वारमा जति जति उत्पत्ति हुन्छ, उत्पत्ति भएकालाई ज्ञानले हेरिदिनु मेरो मार्ग हो। यसबाट झाँगेर जान नदिने तणहा उपादान कर्म यिनी लरा नतानिनको लागि भाँदिने मार्ग मेरो मार्ग हो। मैले पनि यही अपनाएर भाँदेको मेरा अनुयायीलाई पनि यही सिकाउँछु। तिम्रो के नोक्सान भयो? मेरो त नोक्सान भएको छैन, तर मलाई मन पर्दैन। अझै पनि आफ्नो जिद्दी छोड्दैन। भगवानले हे मागन्धेय ब्राह्मण, एउटा व्यक्तिमा कोडीको बिमार छ। कोडीको बिमार भने जान्नुहुन्छ? हात हुँदी सबै शरीरभरि घाउ खटिराउने यो कोडको बिमार भएको व्यक्ति सारा शरीरभरि भयो। वैद्यहरू पनि राम्रा वैद्यहरू पाएको छैन उसले। अनि त्यो व्यक्तिले के गर्छ भने अब जताततै हावामा निस्किँदाखेरि सबै ती किराहरू जागेर आउँछ। जति चिसो भयो त्यति किराहरू जागेर आउँछन् र यहाँ टोक्न थाल्छन्, खेल्न थाल्दाखेरि अनि चिलाउँछ, दुख्छ, सिक हुन्छ।
अनि चिलाउँदाखेरि खपिन सक्नुहुन्छ र कनाउन पुग्छ। अनि कनाउँदा कनाउँदै घाउ हुन्छ, कनाउँदा कनाउँदै घाउ हुन्छ, घाउबाट फेरि बिलिन्छ, पाक्छ, फेरि अर्को ठाउँमा कनाउँदा घाउ हुन्छ। अनि अरूले भन्छ ए कनाउन हुन्न, घाउ हुन्छ। अब ऊ बाहिर निस्क्यो, चिसो हावामा आउने बित्तिकै किरा जाग्छ। अनि किरा नजाग्नको लागि उसलाई चाहिँ अगाडि आगो राख्दै आगाको छेउमा बस। अनि आगाको छेउमा बस्दाखेरि आगाको तातो राप दिँदाखेरि त्यो तातोले गर्दाखेरि किरा लात्तिने रहेछ। तातोले गर्दा किरा लात्ते अनि चानु मानु नचलिकन बसे किरा नचलिकन बस्दाखेरि काहीँ चिलाउने ओर्ने हुन्न। अनि यसो अलिकति चिसो हावामा जाने बित्तिकै फेरि किरा चल्न थाल्छन्, उसलाई चिलाउँछ अरे। अनि आगो छोड्न सक्दैन, कतिखेर पनि ऊ आगाको छेउमा बसिरहनै पर्छ। आगाको छेउमा नबस्ने भने उसलाई किराले टोक्न थालिहाल्छन्, सताइहाल्छ। अनि एक दिन त एउटा वैद्य आए। वैद्य आएर यसो हेरे, यो बिमारको औषधि त मसित छ नि, यो बिमारको औषधि मसित छ, नियमित रूपमा सेवन गर्नु, महिना दिन जति यो रोग सन्चो हुन्छ भनेर उहाँले 3 प्रकारका दबाई दिनुभयो। 3 प्रकारका दबाई दिनुभयो। हो यी दबाई चाहिँ दिनको 3 टाइम दुधमा मिलाएर, यसलाई घोटेर अनि दुधमा मिलाएर खानु। त्यसरी खाएको त उसलाई सबै सन्चो भयो, सन्चो भयो। अनि सन्चो भएको व्यक्ति अब त जहीँ पनि जान सक्ने भयो, अब त उसलाई आगो चाहिएन। सन्चो भएको व्यक्तिलाई लो पहिलाको चाहिँ आगोमा बस भन्ने मान्छ, मान्दैन नि त, उसलाई आगो चाहिँदैन। अब आगो भन्ने बित्तिकै ऊ पर भाग्न थालेको। पहिला पो किराले टोकेर आगो चाहिएको थियो, अब त आगो चाहिँदैन। अनि त्यस्तै कोरका बिमार भएका व्यक्ति अरूलाई देखे, एहे मलाई गुरुजीले दिएको दबाई छ नि, दबाई मैले जानेछु, लो आउनुहोस्, तपाईँहरूले नियमित रूपमा सेवन गर्नुभयो भने सबैलाई सन्चो हुन्छ। अब ती कोरको बिमार, कोडीको बिमार भएका व्यक्ति सबै आगो छोड्न सक्दैन, सबै आगोको धुनी लगाएका छन्, आगोको तातो लिएर बसेका छन्। त्यो आगाको रापले तातो दिँदाखेरि ती किराहरू चल्दैनन्, सन्चो भएको छ, उसलाई आनन्द मानेको हुन्छ। तर बाहिर निस्किन चाहिँ हुँदैन। अनि मसँग दबाई छ, यो दबाई सेवन गर्नु सन्चो हुन्छ भनेर मलाई पनि पहिला यस्तै बिमार थियो, सन्चो भए म भन्दाखेरि तिनी कोडीको बिमार भएका व्यक्तिले चाहिएन दबाई, सन्चो भयो भने कहाँ आगो ताप्न पाइन्छ र, आगो ताप्न कति आनन्द आएको छ यदि भन्छन् भने ती व्यक्तिलाई ज्ञानी भन्ने कि मूर्ख भन्ने, दबाई भई पनि उसलाई सन्चो चाहिएन। बरु आगै तापेर भए पनि बस्छु, आगो ताप्न कति आनन्द आएको छ भन्छन् भने हे मागन्दिय, त्यसलाई ज्ञानी भन्छौ कि मूर्ख? त्यो त मूर्ख हो नि, तिमी पनि त्यस्तै भएका छौ अरे। म दबाई लिएर आएको छु। कोरको बिमार भएको व्यक्ति भनेको पृथकजन व्यक्ति हो। कोडीको बिमार भएको व्यक्ति, कोडीको बिमार भएको व्यक्ति को हो अरे? पृथकजन व्यक्ति। सम्पूर्ण मिथ्या दृष्टि, विचिकित्सादेखिबाट लिएर काम, क्रोध, लोभ, मोह, माया, क्लेश धेरै भएको व्यक्तिलाई पृथकजन भनिन्छ। र पृथकजन व्यक्ति कोरको बिमारी व्यक्ति। अनि आगो भनेको के हो त भन्दा छोरा छोरी, नाति नातिना, धन सम्पत्ति, त्यो चाहिँ आगो हो।
त्यो बिमार छ भने त आगो छोड्न सक्दैन। यदि घरबाट एकैछिन एक दिनलाई कतै गयो भने पनि फोन गरेर के छ कसो छ खोजिहाल्छन् अरे। मन त तान्नेको तान्ने, मन त के भएको के भयो अरे, तान्नेको तान्ने। र त्यो आगो किन छोड्न सक्दैनन् भन्दा किराले टोक्छन्। किरा भनेको चाहिँ क्लेश, किरा भनेको चाहिँ के हो, क्लेशले तान्नेको तान्ने छ। अझै यति गराउँछु, अझै यति गराउनु पा, यसो गर्छु र उसो गर्छु, उमेर ढल्किसक्यो, दिन प्रतिदिन मर्ने दिन नजिक आइसक्यो, मृत्यु पश्चातको गतिको टुङ्गो भएको छैन, त्यतापट्टि ध्यानै छैन। अझै यति गरौँला, के गरौँला, कसो गरौँला, छोराछोरीलाई हुर्काउने, पढाउने, बढाउने, अनि तिनलाई ज्ञानी बनाउने, नाति नातिना बिहादान गरेर नाति नातिना खेलाउने, उँधौली मायातिर तान्नेको तान्ने, छोड्न नसक्ने व्यक्ति चाहिँ बिरामी व्यक्ति अरे, कोडीको बिमार भएका व्यक्ति। दबाई लिएर आउने चाहिँ, दबाई लिएर आउने वैद्य चाहिँ भगवान। 3 प्रकारका दबाई दिनुहुन्छ अरे। एउटो अनित्यको दबाई, एउटो दुःखको दबाई, एउटो अनात्माको दबाई। यिनी दबाईलाई नियमित रूपमा पालना गरेदेखि त्यो कोडीको बिमार सबै सन्चो हुन्छ। सन्चो भएपछि त उसलाई अब छोराछोरी चाहिएन, नाति नातिना चाहिएन, उँधौली माया, अब त्यो मायाबाट अलग हुँदै गयो। धन सम्पत्ति चाहिएन, के गरौँला र कसो गरौँला चाहिएन। अब ती व्यक्ति आगो नचाहिकन त्यसै सन्चो भएका हुन्छन्। र बिमार छौन्जेल त आगो तापेर सन्चो मानेका हुन्छन्। हे मागन्दिय, तिमी आगो छोड्न नसकिकन त्यसलाई सन्चो भएर आनन्द मानिरहेका छौ। वास्तवमा तिमीलाई ती किराले टोकिरहेका छन् र आगोमा तिमी सन्चो मानेका छौ। तिम्रो यो निर्माण होइन भगवान। सम्पूर्ण यो रोग सन्चो भएर जाने, त्यसलाई भनेको आरोग्य परमलाभ हो। भगवानले मागन्दिय ब्राह्मणलाई धेरै प्रकारले सम्झाउनुहुन्छ, तर कोही त अब बुझी बुझी पनि बुझ पचाउने स्वभावका हुन्छन् नि त। उनले आफ्नो परिवार, आफ्नो धन सम्पत्ति रात दिन त्यसैमै तानिएका छन्, त्यसैमै मेरो छ, यस्तो छ, म मेरो भनेर त्यसमै रमाइरहेका छन्। त्यही भएर भगवानले यो कोरको बिमार सन्चो हुनको लागि आँखा, कान, नाक, जिब्रो, शरीर, मन यिनी 6 द्वारमा, आँखामा पनि देख्ने देख्दै बिग्रिँदै अनित्य भइरहेको छ, कानमा पनि शब्द ठोकिन्छ सुन्दै बिग्रिँदै अनित्य भइरहेछ, नाकमा पनि, जिब्रोमा पनि, कायमा पनि, मनमा पनि सबै अनित्य मात्र छ। अनित्य मात्र छ, जस्तो छ त्यस्तैलाई देख भगवानले। केही बनाएर हेर्न पनि पर्दैन, जस्तो छ त्यसलाई देख। त्यसको यथार्थ देख्यो भने यथाभूत ज्ञान भइगयो। यथाभूत ज्ञान भयो भने अब रोग सन्चो हुनको लागि मेसो लाग्यो। त्यसरी आचरण गर भन्दा पनि उनी मान्दैनन्। उदाहरण त राम्रो हो, तर यति ल्याइन त मलाई चित्त बुझ्दो भएन। भगवानले धेरै प्रकारका उदाहरण त दिनुहुन्छ मागन्दियलाई। जस्तै एउटा घोडालाई आफूले काम अराइन्छ, काम अराएर हरियो घाँस खान दिए चित्त बुझाउँछ। जब यो जाडो महिनाको समयमा हरियो जति सबै सुक्दै जान्छ अनि खिलाउने चिज कमजोर हुन्छ, पराल खिलाउन पर्यो। पराल हेर्दै उसलाई खाने इच्छा हुन्न, पराल खान सक्दैन, उसलाई खिलाउने पनि त्यही मात्रै छ। उसलाई सधैँ हरियो घाँस खाने बानी भएको, पराल खान सक्दैन। अब त्यसका आँखामा हरियो देख्ने बनाइदिएर, हरियो चस्मा लगाइदिएर त्यो घोडालाई देखाइदिने भने उसले हरियो घाँस सम्झिन्छ, पराल पनि खान्छ। र यस्तै गरी एक व्यक्ति जन्मे
अन्धो छ, जन्मै आँखा देख्दैन। जन्मै आँखा नदेख्ने अन्धो व्यक्तिले अब यो राम्रो यो नराम्रो भन्ने उसलाई केही पनि ज्ञान छैन। यो सेतो रातो हरियो कालो उसले केही पनि जान्दैन। एक दिन त्यो अन्धो व्यक्तिलाई, जब अन्धो व्यक्ति पनि 18-20 वर्षको भयो, तन्देरी भयो, आँखा देख्दैनन्, बिचारालाई अरू चाहिँ बिहे गर्ने इच्छा हुन्छ। अन्धो व्यक्तिलाई कसैले छोरी दिन्न। को बिहे गरे भन्दाखेरि उसलाई पनि रहर हुन्छ। एक दिन बाटामा बसेर रुँदै थियो। अनि 2-4 जना गाउँलेहरूले त्यो अन्धो व्यक्तिलाई त्यहाँ फोहोरका टुक्रामा कहिलेदेखि गढेका वस्त्र ल्याएर यो लगाऊ भनेर लगाइदिए। उसका वस्त्र खोलेर सबै फोहोर मुछेका वस्त्रहरू फोहोर सुकेर गनाछ, त्यो लुगा लगाइदिए। लगाइदिएर ओहो कति राम्रो देख्यो, तिमीलाई त कति सुहाएको, यो त जग्गेमा बिहे गर्न बस्ने बेहुलाले लगाउने जस्तो देख्यौ भनेर उसलाई फुरुक्क बनाइदिए। अनि उनीहरूले पनि फुरुक्क बनाइदिए। अनि ऊ खुसी हुँदै गयो। आज म जिन्दगीमा पहिलोचोटि राम्रा लुगा लगाउन पाएँ। तर उसलाई फोहोरका लुगा भन्ने थाहा छैन, किन स्वयं अन्धो छ नि त। अलिक पलतिर जाँदाखेरि अर्काले पनि उताकाले जिस्काइदिएछन् भनेर ओहो आज त कहाँ बिहा गर्ने हिँडे जस्तो बेहुला जस्ता भएर आछौ त, यति राम्रा लुगा लगाएर अर्काले पनि भनिदियो। अलिक पलतिर गए अर्काले पनि त्यसै भन्यो। अब 4-5 जनाले भनिसक्दाखेरि उसलाई चाहिँ मनमा छाप बस्यो कि यिनी चाहिँ अति राम्रा लुगा रहेछन् भन्ने। अनि पर पुगेर ज्ञानी व्यक्तिसँग भेट भयो। ज्ञानी व्यक्तिसँग भेट हुँदा अनि ती व्यक्तिले यसो हेऱ्यो, हो बिचरा अन्धो छ भनेर पनि किन यति साह्रो हेपेका होला, यस्तो त गर्न उचित थिएन नि भनेर त्यो अन्धालाई बोलाएर बाबु तिम्रा लुगा त सम्पूर्ण फोहोर दलिएको छ, मान्छे घिनाउँछन्, तिमी खोल म अर्का राम्रा नयाँ लुगा तिमीलाई दिन्छु भनेर नयाँ लुगा लिएर आए। लगिनी लगाऊ भन्दा उसको मनमा भयो सबैले राम्रा भन्छन्, यसले नराम्रा भने पक्का पनि मेरा राम्रा लुगा यसले लानलाई हो। जुन राम्रो दिनीको कुरो विश्वास भएन। मैले यिनी खोल्यो भने मेरा लुगा उसले लानलाई भनेर तपाईँले त्यसरी आँखा देख्दैन भन्दैमा हेला गर्न पाउनुहुन्न नि। बल्ल बल्ल मलाई यति राम्रा लुगा मिलेछन्, तपाईँले यही पनि खोल अर्का लगा भन्नुहुन्छ, यिनी तपाईँले लान होला नि। होइन बाबु, यिनी सबै फोहोर भएका हुनाले मैले राम्रा लुगा दामी लुगा तिमीलाई दिन्छु भन्दा पनि ऊ मान्दैन भने अब तँ अन्धो व्यक्तिलाई हे मागन्दिया कस्तो देख्छौ भन्दा त्यो त अन्धो हो नि। अन्धोले केही पनि जान्दैन। केही नजान्दाखेरि अब ऊ गल्ती भ्रममा परेको हुँदाखेरि उसले सम्झाउँदैमा त्यो अन्धो सम्झिन सक्दैन। तिमी पनि त्यस्तै भयो मागन्दिय भगवान्ले। तिमीले अपनाएको मार्ग यो राम्रो भनेर कसैले भन्दै र अरूको भरमा परेर तिमीले यही नै राम्रो मेरो नै राम्रो भनेर बसेका छौ। साँच्चै ज्ञानी व्यक्तिले ए त्यो गल्ती हो है, त्यो लुगा खोल यिनी लगाऊ भनेर राम्रा दिन खोज्दा तिमी अन्धो जस्तै अटेरी गर्यौ। तिमी पनि त्यस्तै नै हो भनेर भगवान्ले त्यसरी पनि उदाहरण दिनु। त्यसरी उदाहरण दिँदाखेरि पनि उसलाई अलिकति झस्को चाहिँ भयो। साँच्चै नै म त्यस्तो भयो कि, साँच्चै नै म अझै अन्धो छु कि, मैले अपनाएको मार्ग साँच्चै नै गल्ती पो हो कि, बुद्धले भनेको चाहिँ सही हो कि। उसलाई अलिकति धर्ममा शङ्का भएर आयो। जब मान्छे शङ्कामा पर्छ त्यसले खोजी गर्छ। शङ्कामा नपरुन्जेल त
जसले जे भन्यो त्यही मान्नेमा पुगेको हुन्छ, शङ्खामा पुग्यो। जस्तै एक ब्राह्मणले गाउँबाट एउटा बाख्रो डोराएर लिएर आए। बाख्रो डोराएर ल्याए, ती मदिरा पार्टीले देखे, ती ब्राह्मणले, ती मदिरा खाने पार्टीले मदिरा त लिइसके, त्यो मदिरासँग अलिकति मासु पाउने भएदेखि मासु किन्ने पैसा पनि छैन। यी ब्राह्मणलाई फसाऊँ भनेर सल्लाह गरे। अनि ती मदिरावाला एउटा पर बस्यो, एउटा त्यहाँदेखि अलि टाढा त्यसरी बस्यो। ओहो ब्राह्मणज्यू, यो कुकुर तपाईँले कहाँ डोराएर लिएर हिँड्नुभयो? एक त ब्राह्मणज्यू, ब्राह्मण जस्ता पवित्र मान्छेले कुत्ता डोराएर हिँड्न त सुहाएन। कुत्ता होइन बाबु, यो बाख्रो हो। आज कहाँदेखि आउनुभयो? तपाईँलाई कसैले केही त खान दिएनन्, कुत्ता र बाख्रो पनि नचिन्ने भयो आँखा भन्थ्यो। भन्नको मतलब गाँजा पो खानुभयो कि भाङ खाएर आँखा झुक्के कि? अनि ब्राह्मणले यसो हेर, होइन बाख्रो हो। अनि गए, अलि पर पुग्दा फेरि अर्काले, ओहो गुरुदेव, हजुर कहाँदेखिबाट यो कुकुर डोराएर हिँड्नुभएछ त आज? फेरि ब्राह्मण व्यक्ति त्यत्र गुरुजी भएर कुकुर डोराउनु भएछ। अघि काले पनि कुकुर भन्थ्यो, यसले पनि कुकुर भन्छ। सो हेर त, होइन यो बाख्रो हो, कसरी तिमीले कुकुर देख्यौ? कि तिम्रो आँखा के भयो? एहे आज गुरुजी फसिनु भएछ, कुकुर र बाख्रो पनि छुट्याउनु भएन। कुत्ता डोराएर हिँड्दा भरे त्यो गाउँमा पुग्दा तपाईँलाई के भन्लान्, मलाई त पिर लाग्यो भन्दै गयो। अलि पर पुग्दा अर्काले पनि त्यसै भन्यो। अनि धेरैले भन्दाखेरि त ती ब्राह्मण शङ्खामा परे। अनि साँच्चै यो कुकुर आज मेरो आँखा नै गडबड भए। उसले पनि त्यही भन्छ, यसले पनि त्यही भन्छ, अर्काले पनि त्यही भन्छ। अब सबैले कुकुर भन्छन्, मैले एक्लै बाख्रो भनेर त भएन नि। धेरैजनाका त गल्ती हुन्न, गल्ती भयो मेरै आँखा गल्ती हो, यो कुकुर नै हो मनमा। अनि त्यही पनि डोराएर लिएर जाँदैछन् अलि पर अर्काले, ओहो गुरुदेव, यो कुकुर कहाँ डोराउने हो? बरु म डोराइदिन्छु, म पुर्याइदिन्छु तपाईँको घर, छोडिदिनुहोस् हजुरलाई त लोकले देखे पनि के भन्ला। अनि त्यहाँबाट उसलाई चाहिँ विश्वास भयो यो कुकुर नै हो। अनि बाबु ब्राह्मणले कुकुर डोराएर ल्यायो भनेर कसैलाई नभन्नु ल, लो यो कुकुरलाई तिमीले नै टुङ्गामा लगाइदेऊ, म जान्छु भनेर छोडेर गयो। अनि रहेका ती मदिरावालालाई त्यो बाख्रो खान भयो। त्यसो त हे मागन दियो ब्राह्मण, उसले पनि कुकुर भन्यो, अर्काले पनि भन्यो। धेरैले भन्दाखेरि उसको सही रूपमा जानिरहेको पनि भ्रममा परेर बाख्रोलाई कुकुर नै सम्झिन पुग्यो। त्यसो हुँदा तिमी पनि धेरैले राम्रो भने भन्दैमा भ्रममा परेर नफस्यौ। यदि त्यो अघिको अन्धो व्यक्तिलाई ती ब्राह्मणले यिनी लुगा फोहोरले भरिएका लुगा खोलिदेऊ, अर्का म दिन्छु भन्दा उसले छोड्न मानेन। यदि त्यो बालकलाई, त्यो मान्छेलाई आँखा यदि दिने हो भने, यदि उसका आँखा हेर्न सक्ने आँखा भइदियो भने त्यो लुगा खोल भन्न पर्छ होला सोध्नु। त्यो फोहोर देख्दा आफै खोलेर फ्याँकिहाल्छ नि। यदि उसलाई चाहिँ त्यो लुगाबाट अर्का लुगा, नयाँ लुगा लगाउनको लागि अब आँखा नै दिनुपर्छ। आँखा नदिउन्जेल त ऊ अन्धकारमा बसेको हुँदा यही नै राम्रो हो, यही नै सही हो भनेर बसेछ। हे मागन्दिय, तिमीसँग पनि यदि ज्ञानका अलिकति आँखा भएदेखि तिमीले पनि जान्दथ्यौ भन्दा, त्यसो भए हे गौतम, त्यो ज्ञानका आँखा कसरी मिल्छ मलाई त्यति बताइदिनुहोस्। म ज्ञानका आँखाले एकचोटि हेर्छु बल्ल उनको मनमा। मैले अपनाएको मार्ग सही हो या गलत हो
मैले आफै यतिखेर म भ्रममा छु, अलमल भयो। त्यसो त मलाई ज्ञानका आँखा कसरी मिल्छ? मलाई त्यो ज्ञानका आँखा हुने उपाय बताइदिनुहोस् भन्दा भगवानले ज्ञानका आँखा हुनको लागि पहिला सज्जनको सङ्गत गर। नम्बर 1 मा सज्जनको सङ्गत गर। सब पुरुष संशय अरे राम्रो विपश्यनामा पारंगत भएका व्यक्ति, विपश्यना आर्य सत्य राम्रो बुझेका व्यक्ति, जानेका व्यक्तिको सङ्गत गर। सत्य धर्म श्रवण गर। नम्बर 2 मा सत्य धर्म श्रवण गर। नम्बर 3 मा योनिसो मनसिकारो अरे सही सुनेको धर्मलाई आफ्नै ज्ञानबाट मनन गरेर त्यसलाई छर्लङ्ग हेर। यति 3टा काम गर्यो भने तिम्रो आँखा खुल्छन् भगवानले। अनि त्यहाँबाट त्यसो भए म आजैबाट सङ्गत गर्छु भनेर भगवानको साथमा रहे, भगवानसँग धर्म सुने। अनि धर्म मनन गर्दै जाँदाखेरि त मनन गर्दा गर्दै गर्दा गर्दै मागन्तीय ब्राह्मण अरहन्त हुन्छ। त्यस्तो विरोध गर्दै गएका व्यक्ति पनि जब भगवानको सङ्गत पाए, धर्म सुने, सही मनन गरे, अरहन्त भए। अरहन्त हुन सक्ने सम्मको तेजिलो ज्ञान भएका व्यक्ति पनि अरूको भरमा परेर कतिसम्म फसेछन्। अब अरहन्त भए उत्तिखेर भगवानको शासनमा प्रज्ञा हुन माग गरे, चिवर लगाए। अब छोरा छोरी नाति नातिना सम्पत्ति भन्ने आगो ताप्न जान्छन् होला? जाँदैन नि त, जान्छन् होला? किन? अब उनको रोग सन्चो भयो नि त, कोडीको रोग सन्चो भयो। अब आगो ताप्न पर्दैन, पर्छ त? आगो तापेर सन्चो मान्न पर्दैन नि त। ए नाति नातिना आए भन्दाखेरि मेरो नाति भन्ने पनि आउँदैन, किन? उनमा तानिने नै छैन नि त। अरहन्त भन्ने बित्तिकै तानिने क्लेश केही पनि छैन, सबैलाई बराबर देख्छ। भने उपासक उपासिकाहरूलाई आगो चाहिन्छ कि चाहिन्न? सन्चो नहुन्जेल त चाहिन्छ, सन्चो भयो भने चाहिँदैन। अनि सन्चो हुनको लागि यति 6 द्वार हुन्: आँखा, कान, नाक, जिब्रो, शरीर, मन। यिनी 6 द्वारमा लोभ, दोष, मोह यिनी क्लेश कतिखेर पनि हुन्छ। यिनी क्लेश नहुनको लागि आफू होशियारी भएर, यिनी क्लेश नहुनको लागि होशियारी भएर बस्दैन। आँखामा रूप ठोकिन्छ, होशियारी भएर त्यसको अनित्य जान्दिहाल्नु। कानमा शब्द ठोकिन्छ, अनित्य जान्दिहाल्नु। यसरी अनित्यको दबाई, जुन अनित्य भइरहेको छ त्यो बन्ने बित्ति नै बिग्रिने भएको हुनाले त्यो दुःख सत्य हो। अनित्य दुःख यस्तो भइदिए हुन्थ्यो आफूले इच्छा गरेर पनि हुँदैन, यस्तो चाहिँ नभइदिए हुन्थ्यो भनेर पनि हुँदैन। अहिले यो रूपमा आफ्नो खटन केही पनि छैन। अब यो रूपमा कसैलाई बुढो हुने इच्छा त छैन, बुढो रूप नभइदिए हुन्थ्यो भनेर पनि हुँदैन, हुन्छ त? यस्तो चाहिँ भइदिए हुन्थ्यो भनेर पनि हुँदैन। आफ्नो अधीनमा केही पनि छैन, रूप पनि आफ्नो अधीनमा छैन, मन पनि आफ्नो अधीनमा छैन। अनात्माको दबाई हो यिनी दबाई। हरदम यिनी 6 द्वारबाट आफूले सेवन गरिरहनु गरे। 6 द्वारमा जे उत्पत्ति हुन्छ, विनाश भइरहेको छ, यहाँ होस, राम्रो होसले अनि सम्मादित ज्ञानले त्यसको अनित्य दुःख अनात्मालाई जान्दिने अभ्यास गर्दै जानियो भने सम्पूर्ण यिनी क्लेश लिबेर या रोग सन्चो भएर आगोदेखि अलग्गै भएर बस्न सकिन्छ भन्ने आजको देशनालाई यही नै समाप्त गर्छु।